म कसैसँग डराउँदिन भन्ने व्यक्ति पनि एकपटक पाल्पा बुटोल सडक खण्ड अन्तर्गतको सिद्धबाबा क्षेत्रमा ट्राभल गरिरहँदा भगवानलाई सम्झेर मेरो रक्षा गरिदिनुहोस् भनेर भनिरहेको हुन्छ। यस्ता डरलाग्दा सडक खण्डहरू नेपालमा कति छन्। बर्खायाम सुरु भएसँगै तराईमा डुबानको क्षेत्र बढिरहेको हुन्छ। आफ्नै घरको आकाशमा आफ्नै घरको छतबाट आकाशतर्फ हेरेर हेलिकप्टरलाई हात हल्लाएर गुहार मागेको पनि हामीले देखि नै रहेका छौँ। म सभामुख महोदयले आग्रह गर्न चाहन्छु, जीवनको कुनै मूल्य हुँदैन सभामुख महोदय, तर नेपालमा वर्षौँदेखि विपद हुन्छ, छानबिन समिति बन्छ, सरकारले दुःख व्यक्त गर्छ, सामान्य राहत बाँड्छ अनि जिम्मेवारीबाट भाग्ने प्रवृत्ति फेरि दोहोरिन्छ। सभामुख महोदय, विश्व स्तरमा इबोला जस्ता भाइरसहरू बढिरहेका छन्, नेपालले यसको तयारी के गरिरहेको छ? म सभामुख महोदयको मार्फतबाट सरकारलाई आग्रह गर्न चाहन्छु, विपद आएपछि होइन, विपद आउनु अगाडि यसको तयारी गरियोस् ताकि नागरिकलाई यस्ता समस्याहरूमा राज्य पनि हाम्रो साथमा छ भन्ने महसुस होस्। धन्यवाद।